तपाईँले बाँसुरी फाइललाई यति धेरै माया दिनुभयो कि मैले राति सर्भर नै तपाईँको क्र्यास भएर अपडेट गर्नुपऱ्यो, धेरै ट्राफिक आएर। र हाम्रो बाँसुरी फाइभ परिवारमा 150 जना जोडिसक्नु भएको छ र यसमा चाहिँ अब तपाईँले लिस्ट हेर्न सक्नुहुन्छ। सुरुको मै भएँ र जो मान्छे माथि हुन्छ उसले चाहिँ धेरै युज गरेको हो भन्ने बुझिन्छ। सो हाम्रो लक्ष्मणजी हुनुहुन्छ, सञ्जयजी, पुष्पाजी, प्रकाशजी, विजयजी, ईशानजी, सरोजजी, मनिष, अनिश अनि यहाँहरूले चाहिँ एकदमै धेरै युज गरेको भएर माथि आउनु भएको छ र हाम्रो परिवारमा एकदमै धेरै युजरहरू यहाँ हुनुहुन्छ। मैले तपाईँलाई सबै देखाउँछु। तपाईँको नाम त्यहाँ छ कि छैन हेर्नु होला। यदि छैन भने गएर लगइन गर्नु होला र आजै बाँसुरी सिक्ने यात्रा सुरु गर्नु होला। अलिकति खटपट लागेको भनेको के हो भन्दाखेरि कि हाम्रो प्लेटफर्ममा धेरै केटा मान्छेको पार्टिसिपेसन छ, केटी मान्छेको पार्टिसिपेसन भएन। यसको कारण के होला त? कि केटी मान्छेहरूलाई बाँसुरी सिक्नै मन नलागेको हो कि हाम्रो समाजको पहिलेदेखिको जुन त्यो सप्रेस्ड गरेको नेचर छ नि कि केटी मान्छेहरूलाई यो बाँसुरीहरू, अझ हाम्रोतिर त के भन्थ्यो भन्दा केटी मान्छेले चाहिँ बाँसुरी सिक्यो भने जुङ्गा आउँछ भन्थ्यो होइन। अनि यस्तो खालको चिजहरूले गर्दाखेरि त्यो एउटा अनकन्सियस माइन्डमा बसिरहेको भएर सिक्न नखोजेको हो कि किनकि वेस्टर्न कल्चरमा केटी मान्छेहरूले धेरै बाँसुरी बजाइरहेको हुन्छन् है। हाम्रोतिर चाहिँ एकदमै कमै देख्न पाइन्छ र त्यसको कारण के होला तपाईँलाई थाहा छ भने कमेन्ट गर्नु होला। र हाम्रो परिवारमा यस्तो मजाले जोडिनु भएको छ, एकदम खुसी लागिरहेको छ। थ्याङ्क यू सो मच। बाँसुरी सिक्ने यात्रा सुरु गर्नुहोस्। म नि एकदमै मेरो तर्फबाट पुरै दिइरहेको छु यो प्लेटफर्मको लागि, कसरी राम्रो बनाउन सकिन्छ, कसरी तपाईँलाई सिकाउन सकिन्छ भन्ने कुरा। युजरहरू चाहिँ तपाईँको नेपालबाट, युनाइटेड किङडम, युके, अस्ट्रेलिया, फ्रान्स, साउथ कोरिया, नेदरल्यान्ड, जापान, युएई, कतार, साउदी अरेबिया भनेपछि विश्वभरिको डिफ्रेन्ट देशहरूबाट हाम्रो जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरूले हेर्नु भएको छ जस्तो लाग्यो हाम्रो कन्टेन्ट। र एकदमै खुसी छु। र कमेन्ट गर्नु होला तपाईँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ।